हुनु त म मुलाको मेरो काम के नै पो छ र यसलाई बेलुका होमवर्क गरायो My name is Ebran Rai. I am reading class 1. Srianta Academy. Today is half छुट्टी. एकजना व्यक्तिलाई चाहिँ एउटा सुँगुर फेरि यसपालि पनि गिफ्ट गरिदिने विचार चेन्जेन भिसा खुलिसकेको छ रे यहाँहरूलाई म के अनुरोध गर्न चाहन्छु भने नि लाइक कमेन्ट चाहिँ गरिदिनु ल बिर्सिनु भएको छैन नि सब्सक्राइब चाहिँ गरिदिनु होला परशुरा युट्युब च्यानलमा जतिजना साथीभाइहरू जोडिनु भएको छ र बाँकी जोडिनेवाला सम्पूर्ण साथीहरूलाई समग्रमा यसपालि चाहिँ म थम्स गर्न चाहन्छु सर्वप्रथम त यहाँलाई परशुरा युट्युब च्यानलमा म स्वागत गर्न चाहन्छु आज चाहिँ म एकदम हतार छु बाउ छोराको भिडियो बनाउँदैछु स्कुलदेखि घर आएपछि भिडियो आज चाहिँ यहाँको माझमा ल्याउँदैछु त्यसैले गर्दा नानी र बाबाको भिडियो आज घरभित्रकै हो हिँड्ने डुल्ने खाने स्कुल जाने त्यही भित्रको भिडियो बनाउँदैछु नानी ब्याग यतापट्टि आऊ त ल राष्ट्रिय गाना गाउँ त सुनौँ नेपाली अझै मेरो नानीले गीत त गाउँछ तर निकै ब्यागमा भएकोले गर्दा नसुनेको मात्रै हो यहाँको माझमा पक्काइ पनि ए साथीभाइ आज चाहिँ जाडो मौसम हुँदै भए पनि समय बित्दै भए पनि म चाहिँ सर्ट भिडियो बनाउनु मन लागेको छ भन्नु खोजेको थिएँ सिम्पल भिडियो गर्नु मन लागेको छ त्यही भएर चाहिँ हजुर तपाईले आज आलु ल्याउनु भएको छ यहाँ आउनु के भनेको तपाईले आलु ल्याउनु भएको छ कहाँबाट आलु ल्याउनु दोकानदेखि होइन अघि नै आलु नखानु भनेको होइन के आलु खाने खाने तिमी आलु नखाइ नआउने लु तिमीलाई आलु खानु मन लागेको छ भने उहाँ पर हाम्रो आलु छ कि जाऊ खनेर राख ल हिँड जाऊ मेरो नानी चाहिँ आलु खन्नु जाने रे आज होइन आलु नभएको कारणले चाहिँ यस्तो हुन्छ ल आलुलाई कसरी के भन्नु ल पोटेटो इङ्ग्लिसबाट के भन्छ आलु तिमी त इङ्ग्लिस पढेको मान्छे पोटेटो पोटेटो मात्रै हो अरू के हुन्छ पोटेटो बाई बाई भनेको नखानु लु गो बाई भनेको के भन्दैन के हो खानेको हुन्छ ल भन्नु के कसरी पोटेटो ल खानेर पोटेटो निकाल्नुपर्छ अनि काटेर धोएर पकाएर खान्छ ल ल कहाँ आलु खान्छस् ल कहाँ खान्छस् भने ल हिँड्नु आलु खनेर खा ल आलु खन् न त खन् ल यहाँनिर खन् त आलु तर तिमीले खालि आलुको कुरा गर्छ ल यहाँ खन् ल यो हाम्रो आलु यही हो ल आलु खन् फलेको छ बिस्तारै यसको फल नकाटे है छ आलु यहाँ हेर्नु खोइ आलु छ खोइ आलु छ त यहाँको आलु मजाले खन्नु त आलु रहेछ अब यसको ट्रान यता हेर्दै यहाँ हेर्नु आलु फलेको छ कि छैन भन्नु छ त इङ्ग्लिसबाट के भन्छ पोटेटो इज लकी के भन्नुपर्छ ल भन्नु त यति एउटा मात्रै खानु ल अब हामी अहिले खानेको छ हो त्यही पकाएर खाने आज चाहिँ आज चाहिँ उहाँ बटुकोमा राखिसकेको छौँ हामीले होइन अब त्यही भएर चाहिँ पकाएर खानु ल एकछिनमा पकाएको पनि देखाउँछु ल ल ल साथीहरू हामीहरू स्कुल जानलाई धेरै एक्साइटेड छौँ किनभने आज हात छुट्टी ल भन्नु नानीले त आलु नखाइ नसक्ने भयो साथीभाइ हो किनभने खालि आइएम इटिङ द पोटेटो भन्छ आलु मैले किनेको ल्याएको सकेको कारणले चाहिँ मेरो नानीले चाहिँ खालि आलु बेगर चाहिँ नहुने उहिले म पनि आलु साह्रो खान्थेँ अरे हाम्रो मम्मीले भन्नुभएको हाम्रो आमाले त्यही भएर होला मेरो नानी पनि आलु नै खान्छु भन्छ त्यही भएर चाहिँ आज घरमा आलु नभएको नानी आज मेरो नानी चाहिँ आलु नखाइ नसक्ने भएको छ हो कि होइन
म आलु नखाइ नसक्ने भएर त्यही भएर चाहिँ उहाँ परको नयाँ बोटको आलु चाहिँ लिएर निकालेको छ। अब त्यो आलु फलेको छैन, सानो छ यहाँ छ, यत्रो आलु छ। यस्तो आलु भए पनि नखाइ नसक्ने अरे भन्छ। अब आज आलु नखाउँ, बरु यो आलु होस्। अब आज यति नै खनेको होइन, अब दोकानबाट ल्याऊ, यो ठुलो हुन्छ अनि पछि ठुलो खानुपर्छ ल। आज चाहिँ किनभने सानो आलु खनेर हामीलाई घाटा हुन्छ। बाबा म देपाले रोपेको होइन। इमेजिन पनि गर्न, लाइक पनि गर्न, सब्सक्राइब पनि गर्न, कसले पनि लाइक र सबै गरेको त भले उनीहरूले दालहरू पनि सागहरू पनि पाउँछ हो र। ल जसले आलु डोला लाइक गर्छ के पाउँछ? आलु पाउँछ, आलु र साग पाउँछ। ल कसको तर्फबाट? हाम्रो भिडियोदेखि कसको देखि पाउँछ रे? पशु राईको भिडियोदेखि आलु र दाल अनि उता साग पाउँछ। ल मेरो बर्थडे चाहिँ नि असारमा 2 गते के मेरो बर्थडे हो। असार 6 गते तिम्रो बर्थडे हो। ल यतिखेर निम्त गर्ने लु भन्नु त। असार 6 गते के हुन्छ रे? असार 6 गते मेरो बर्थडे। ल कोलाई बोलाउने भन्नु? सलान, सुबिना, आरसी, गणेश अङ्कल, सलनको मम्मी, भाउजू, अर्पण दादा अनि ल भयो छोडिदिनु। यति नै बोलाउनु, अरू नबोलाउनु ल। बाबालाई पनि नबोलाउने भएन तिमीले? बाबालाई त भनेको छु। बाबालाई पनि भनेको छैन। बाबालाई पनि भनेको छैन, बाबा पनि बोलाउँदैन। ल त साथी भयो। मम्मी पनि। मेरो नानीले चाहिँ उसको असार 6 गते उसको बर्थडे छ। असार आउनुलाई चाहिँ लगभग अहिले माघ, फागुन, चैत, वैशाख, जेठ, असार 6 महिना छ। 6 महिना अगाडि नै अग्रिम निम्त गरिसकेको छ उसको बर्थडेको लागेर न। त्यही भएर चाहिँ मेरो नानीले खालि मेरो बर्थडे कहिले आउँछ मात्रै भन्छ। हेर्दा चाहिँ जिउ ठुलो छ है मेरो फुच्चे, हेर्दा चाहिँ मेरो फुच्चे मेरो नानी ठुलो छ, तर अग्रिम ऊ चाहिँ 6.5 वर्ष मात्रै भइरहेको छ। साग, दाल, माम, तिमी हिन्दी हो? तिमी हिन्दी हो? हिन्दीले पो केला भन्छ, हिन्दी हो? मेरो नानीले अस्ति इक्जाम के भएर एउटा बिगारे भनेको त मैले थाहा पाएँ क्या। त्यो अहिले भनिहालेँ नि केला अरे, मुखले केला भनेपछि त फलफुलको नाम के हो भनेर इक्जाममा आएको केला लेखेको रहेछ। अनि त्यो केला लेखेपछि त बिग्रियो हुन्छ। मेरो नानीले चाहिँ यसपालि एउटा ग्रामर सब्जेक्टमा चाहिँ दागी लगाएको छ क्या। दागी चाहिँ कति लाग्यो भन्दा चाहिँ लगभग 15 को रहेछ। 15 को सब्जेक्टमा चाहिँ अनि 10 ल्याउनु पर्ने, 10 ल्याउनु पनि सकेन मेरो नानीले चाहिँ। किन भन्दा चाहिँ 0.5% चाहिँ आधीले नपुगेको पनि दागी लगाइदिएको छ मेरो नानी। किन दागी लगाइस् त भनेर मैले घरमा आएर यसो सिर्कुनाले कुट्नु खोजेको थिएँ। आज ऊ आफै म भिडियोमा भन्छु भन्दा किन चाहिँ दागी लगायो त लु भन त? किनभने म बिमारी भएर हस्पिटल गएर। हस्पिटलमा कति दिन बस्यो? 5 दिन बसेको कारणले चाहिँ तिम्रो दागी लागेको। ल आइएम सरी, मैले झनै तिमीलाई कुटेँ होइन। आइएम सरी। अबदेखि राम्रो पढ्ने, राम्रो पढियो र पास भयो भने बाबाले के गर्छु, फेल भयो भने के गर्ने रे? सरकारी स्कुल। थाहा छ नि, मैले उसलाई खालि भन्छु क्या, फेल भएछ भने तँलाई म सरकारी स्कुल, पास भएछ भने बोर्डिङमै तेरो हुन्छ भन्छु। अनि त्यही भएर चाहिँ सरकारी स्कुल जाँदा के लाउनुपर्छ भन्नु न? जुत्ता चाहिन्छ कि चाहिँदैन? जुत्ता पनि चाहिँदैन सरकारी स्कुलमा त। ड्रेस पनि राम्रो चाहिँदैन, खाजा पनि पर्दैन नि। बोर्डिङमा चाहिँ पर्छ, सबै कुरो फेसिलिटी सहित हाल्नुपर्छ हो कि होइन? त्यही भएर चाहिँ कस्तो गर्नु पर्यो यसपालि? फाइनल इक्जाम आउनु आँटेको छ, राम्रो पढ्नुपर्छ कि पर्दैन? पर्छ। ल फाइनल इक्जाम आउनलाई त छ 4 त भयो, एउटा सको भने 3 भयो, एउटा सको भने 2 भयो, एउटा सको भने 1 भयो, एउटा सको भने मेरो फाइनली इक्जाम आयो। फाइनल इक्जाम चाहिँ लगभग 2 महिना छ अब बाँकी।
2 महिना चाहिँ उसको फाइनल इक्जाम बाँकी छ। हिजोअस्ति लेखेको रिजल्ट पनि आउनु बाँकी छ। कस्तो लेखेको छ मेरो नानीले 1 मा पढ्छ। मेरो नानी चाहिँ 1 मा पढ्छ। मेरो नानी चाहिँ उसको जिउको हिसाबले चाहिँ ठुलो छ, तर 6.5 वर्ष मात्रै। असार 6 गते चाहिँ ठ्याक्कै 7 वर्ष पुग्छ। आउने असार 6 गते चाहिँ ठ्याक्कै 7 वर्ष पुग्छ। अहिले चाहिँ माकै चलिरहेछ। जिउ चाहिँ ठुलो न ठुलो छ, उमेरको हिसाबले चाहिँ सानो छ। ऊ चाहिँ भर्खर 1 मा पढ्दैछ। तर भए पनि अस्ति मैले कुट्नु खोजेको थिएँ, किन बिगारिस ग्रामरको भन्यो। अहिले पछि समयमा भन्छ म 5 दिन बस्दा हस्पिटल बसेँ, त्यो 5 दिनभित्रमा पढाएको भित्रको सब्जेक्ट विषय आएको थियो, त्यही नै मैले बिगारेँ, त्यही भएर फेल भएँ भन्छ। ठिक छ, दागी पनि लागेको छैन। तर जस्तै चाहिँ ग्रामरमा 0.5 भनेको आधी पर्सेन्ट नपुगेर 1 दागी लागेको छ। अब चाहिँ तिमीले फर्स्ट एकदम राम्रो गरी इक्जाम लेख्नुपर्छ ल। ल बेस्ट अफ लक। बेस्ट अफ लक। बाई द वे के भन्नुपर्ने अन्तिममा भनिदिनु। तर आज मेरो मम्मी आउँदैन। किन आउँदैन? क्लास 5 क्लास पुग्यो भने मात्रै आउँछ। मम्मी आउनुहुन्छ रे? ए ल ल। अस्ति पर्सि आएको त, त्यही भएर फेरि गइहाल्यो। पहिला बाबा गएको त 2 जति मम्मी पो गइसक्यो। हो र? ल ल ल। अब त्यसो भने आज हामीले आइफोनदेखि फोन चलाउँदैछु। एउटा मेरो एउटा बाबाको नयाँ हो, मेरो पुरानो। परशुराईका सबैजना गएको फ्यान छ। सबै होताहरूले भिडियो चाहिँ मजाले लाइक गरिदिनु, कमेन्ट पनि गरिदिनु, अनि सब्सक्राइब पनि गरिदिनु। मेरो बर्थडेमा सबैहरूलाई बोलाउँछु। तिमी कि तपाईँहरूलाई? सबैहरूलाई बोलाउँछु। कहाँ छ? आलु तास्दैछु। ए आलु तास्दै पो? होइन, के गर्नु आलु चाहिँ? आलु तासेको? किन बाबाले पकाउँदैन र? पकाउँदैन। बाबाले पकाउँदैन, त्यही भएर चाहिँ यसो आलु तास्ने आफै पकाएर खाने? ए लु, मेरो नानीलाई भाग्यमानी। अनि आलु खाएर त म त मेरो नानीलाई आलु खासै दिँदिनँ को, किनभने यो आलु खाएर होला दिमाग पनि आलु जस्तो हुन्छ र भनेर चाहिँ नखुवाउनु खोजेको। नखुवाउनु भन्दा चाहिँ मलाई मन नपर्ने क्या, उसलाई त मनपर्छ, मलाई मन पर्दैन आलु। यो मलाई मन नपरेको कारणले गर्दा चाहिँ यसलाई पनि किन आलु खुवाउनु, बरु आलु मलाई नखाने भन्ने हिसाबले चाहिँ उसलाई पनि नखाओस् भन्ने चाहिँ होइन। मलाई मन नपरेर चाहिँ नपकाएको हो कि होइन? ल त्यसो भने लु धेरै छिटो पका लगेर छिटो पका अनि खाने। ल बाबाको च्यानललाई के भन्ने हो? लाइक कमेन्ट सब्सक्राइब। लोकी यार क्यामेरा। काम गर्नु सक्नु हुँदैन, त्यही भएर म काम गर्दैछु। जो यति भयो। बाबाले नभ्याएको कारणले मेरो नानीले चाहिँ जहिले पनि आलु चाहिँ एक्लै पकाएर खान्छ क्या। खासै म चाहिँ मन पर्दैन आलुको सब्जी भएकै कुरो। तर मेरो पुच्चोलाई चाहिँ आलु नबनाउने, बरु आफै पकाउँछ, आफै खान्छ। खालि आलुको पनि भुजुरी बनाउने क्या, यो भुजुरी बनाउने आलु। त्यही भएर चाहिँ आफै बेसार लाउँछ, सब्जी लाउँछ। बेला भएको छैन, 6.5 वर्ष मात्रै हुँदैछ। तरै पनि कस्तो छ के छ, बाबाले नभ्याएको खण्डमा पकाए भनेर कत्रो हालेको नुन हलाइ त खतरा छ त खुट्टा भयो। नानीले खाना पकाउन सिक्छु भन्छ कि, त्यही भएर सिक्न त किन भनेर चाहिँ यहाँ सिकाउँदै गरेको। कस्तो पकाउँछ हाल्ने भनेको मेरो नानीको एउटा मजाको के छ भने, मेरो नानीको उसले खाने तेल, त्यहाँनिर अनि बेसार अनि नुन, त्योभन्दा बढी खासै जान्दैन हाल्न। किनभने सिकाएको पनि छैन क्या, धेरै मर मसला प्याज हाल्नु बान्यो भने खत्तम हुन्छ केटाकेटी भनेर खासै म चाहिँ सिकाउँदिनँ। तर पनि अब त्यति नै मैले चाहिँ सिकाउँदैछु। हेलो हेर न, आलु र अन्डा पकाएर माम खान थालेको हेर मेरो फुच्चेले। अनि बाबाको लागि त छैन होला नि, आफै पकाएर खानु। ल साथी हो, मेरो नानीले चाहिँ अन्डा
आलु माम पकाएर ऊ त घक्कै कम दिँदैछ आलु। मलाई चाहिँ आलु मन पर्दैन। ऊ चाहिँ आलु छैन भने त सिरै खस्छ तर आलु भए पनि खाइदिन्छु भन्दैछ। ठिकै छ। आलु नानी आलु खाऊ ज्यान बनाऊ। खाने म त खाँदिनँ आलु त। अन्डा छ त खाऊ तिमी खाऊ ल मजाले खाऊ ल। सबभन्दा मनपर्ने माम सब्जी दाल के छ ल भन्नु त? दाल माम आलु साग। दाल आलु र माम चाहिँ साह्रै मनपर्ने। त्यही भएर मैले दाल माम आलु चाहिँ रेडी गरेको छु। साग चाहिँ आज छैन त्यति भए चाहिँ ऊ ढुक्क छ। ठुलो कुरो चाहिँ यही छ। यही चारो काटेर यसो यसले टक 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 चारो काटेर सुँगुरको बच्चा बेचेर श्रीमतीले अलिअलि पठाइदिएको पैसा, नानीको खाजाको कटौती अनि सुँगुरको बच्चाको पर्सेन्ट कटौती गरेर चाहिँ नयाँ फोन किनेको। त्यही भएको कारणले चाहिँ मेरो त ठुलो खेती भनेको यही सुँगुर छ। यो सुँगुरको माउ चाहिँ दुईवटा छ। बेचिदिउँ कि भन्छु एउटा नसकेर। अब किन्न पनि किन्ने मान्छेले दामै हाल्दैन, बेच्ने मान्छेले धेरै भने जस्तै भइरहेछ। पाल्नु नसकेर मात्रै हो। तर सुँगुरको माउ चाहिँ 1 नम्बर छ। किनभने दुईटाले 10वटा र 11वटा भन्दा कमी कुनैले पनि ब्याउँदैन। उभै हो। अनि सिजनमा वर्षमा 2 चोटि ब्याउँछ। 3 महिना 3 हप्ता 3 दिनमा सुँगुर ब्याउँछ। थाहा छँदैछ यहाँहरूलाई। 3 हप्ता 3 महिना 3 दिनमा सुँगुर ब्याउँछ। ठ्याक्कै 5 महिनामा चाहिँ एकचोटि सुँगुरको बच्चा बेचिन्छ। दुईटाले सँगै पार्छु। नहुँदा पनि यसो भाउ पाउँदा त निकै नै हान्छ। भाउ नपाउँदा चाहिँ हिजोअस्ति चाहिँ मैले भएकै कुरो साथीहरूलाई ढोगेरै व्यापारलाई नमस्ते मेरो सुँगुरको बच्चा लानुहोस् भनेर बेचेँ। किनभने भावै नभएर आलु बरु महँगो थियो, सुँगुरको बच्चा सस्ता छ। फेरि पनि यसपालि पनि सुँगुरको बच्चा ब्याउनु आँटेको छ। दुईटैमा आउने। यसपालि पनि म एकजना जो कोहीलाई पनि गिफ्ट ह्याम्पर गर्नु पर्यो एउटा बुनी चाहिँ। किनभने जुन सुँगुरको बच्चा मैले साथीहरूलाई चिली गान्डेलाई दिएँ, टिकारामलाई दिएँ, त्यो यत्रो भइसकेको छ अहिले। कस्तो फाप्दो रहेछ। तर अस्ति भन्दै थियो यो माउ चाहिँ म पाल्न सक्दिनँ मिस्त्रीज्यू। अब यो सुँगुर अब मारेपछि मासु चाहिँ बरु 2 किलो दिन्छु, एउटा कान दिन्छु र मेरो घरमा 1 छाक खाना खुवाउँछु भन्दै थियो त्यसले। मैले पर्दैन हौ भनेको त। तिमीले 5,000 जतिको चाहिँ सुँगुरको मासु सुँगुरको बच्चा चाहिँ फ्रीमा दियो भने म यति गर्न सक्दिनँ भन्दै थिएँ। ठिकै छ, उसलाई राम्रो भयो, मलाई बास। अब यसपालि पनि ब्याउनु आँटेको छ। अब धेर दिन छैन ब्याउनलाई, थोरै छ। अब यसपालि पनि एकजनालाई चाहिँ गिफ्ट ह्याम्पर गर्ने योजना गर्दैछु। अब को पर्नुहुन्छ? एकजना व्यक्तिलाई चाहिँ एउटा सुँगुर फेरि यसपालि पनि गिफ्ट गरिदिने विचार छ। किनभने दुईवटा माउको एकैचोटि हुँदाखेरि 21-22वटा हुन्छ। 21-22वटा मध्येमा एउटालाई चाहिँ एकजनालाई चाहिँ एउटा सुँगुरको बच्चा गिफ्ट गरिदिने अनि योजना गर्दैछु। त्यही भएर चाहिँ सुँगुरको चारो नकाटी चाहिँ हुँदैन। त्यही सुँगुर बेच्छु, सुँगुरको बच्चा बेच्छु। त्यहाँबाट अलिअलि आउँछ, बजेट राख्यो। श्रीमतीबाट यसो नानीलाई खाजा खुवाउने पैसा आउँछ, त्यही अलिकता कटौती गर्छु। त्यस्तै गरेर मैले चाहिँ भएकै कुरो फोन किनेको हो। त्यही भएर बारम्बार सुँगुरको चारो काटिएन भने काम छैन। अस्तिको दिन त श्रीमतीले त अब सुँगुरको बच्चा पनि सुँगुर पनि पाल्दैनस् भने त्यो नानीलाई काहीँ होस्टेल राखिदिन्छु। अनि उसको बडा बाउ छ अनि उसको माउली मोमा घरमा फुपा घरमा राखिदिन्छु। अनि तिमी पनि म भएकोमा आऊ भन्दैछ। चेन्जेन भिसा खुलिसकेको छ अरे। अनि आऊ म तान्न मिल्छ भन्छ। म फेरि जान मन लाग्दैन। युरोपियन देशहरूमा त चेन्जेन भिसा खुल्दो रहेछ नि त, युरोपियन देशहरूमा। अनि त्यसमा चाहिँ अहिले चेन्जेन भिसा खुलिसकेको छ। आऊ, त्यहाँ बस्न सक्दैन भने, त्यो दुईवटा सुँगुर हेर्न सक्दैन भने यहाँ आऊ। आखिर तिमी वेल्डिङ मेसिन चलाउँछौ, वेल्डिङको मिस्त्री हो। यहाँ म वेल्डिङको लागि मैले काम खोज्छु। चेन्जेन भिसा आउँछ तिमीलाई म यहाँ ल्याउँछु भनेर पुरा धम्काइरहेको छ श्रीमतीले शुद्ध। अनि म के गर्नु सुँगुर पाल्नै जित छ होला जस्तो लाग्छ। किनभने विदेश भन्ने चिज चाहिँ वाक्कै भएको। विदेश धेरै साल बस्यो।
1 दशकभन्दा 1.5 दशकै विदेश बस्यो। के गर्न, उपलब्धि छैन। यो उमेर बुढो भयो कि त्यसै भएको हो, विदेश बसेर बुढो भएको। बरु घरमै सुँगुर पाल्नुपर्ने हो कि युरोपियन देश जानुपर्ने हो। चेन्जिङ भिसा आयो भन्छ, बुढीले बुढालाई लानु मिल्ने भन्छ, अनि अप्ठ्यारो भइरहेछ। त्यही भएर म चाहिँ अहिले कुनै सतर्क नगरी चुपचाप बसिरहेको छु, बरु सुँगुरको चारै ठोक्दै बसिरहेको छु। त्यही भएर चाहिँ आजसम्म 2टा सुँगुरको माउ छ, ठ्याक्कै टकटक किच्चायो, खुवायो, बस्यो। त्यति नै नानीलाई स्कुल लगायो। यदि त्यति पनि काम गर्नु सक्दैनौ भने नानीलाई उसको बडा बाउकोमा अथवा माउलीमा राखेर तिमी पनि म भएको ठाउँमा आऊ भनेर चाहिँ बुढीले फोनमा भन्छ क्या। त्यही भएर म चुपचाप बसिरहेको छु। आजको भिडियो म यहीँ राख्न चाहन्छु। बाँकी नेक्स्ट भिडियोमा भेटौँला। अहिलेलाई म बिदा हुन चाहन्छु। सलाम, थम्स।